म्याराथन स्टार्ट हुँदैछ 7 किलोमिटर बेलो टु बागदुला। अग्रज दाइहरू यस खेलमा सहभागी हुनुभएको छ। उहाँहरू हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ। हामी नम्बर 7 ल खेल खेल्नुपर्छ। खेल स्वास्थ्यको लागि हो, खेल राष्ट्रको लागि हो, खेल आफ्नै लागि हो भन्ने हामी आशा लिएका छौँ। नगरपालिकाका नगर प्रमुख हाम्रो विष्णुबहादुर योगी सर, हाम्रो 2 नम्बर वडाका वडा अध्यक्ष दौड़ ल दौडेर रहेछन् भन्छन् टोलीले। जित्ने बुढो मान्छे हो त अहिले फर्स्ट आउने हो हो त अहिले रनिङ तपाईँ थाके छैन दाइ भित्र रनिङ हान्ने उयो त टोलीले यसो पानी खुवाउनु न हजुरको टोली आइरहेको पछाडि
पारे लास्टमा खिच्ने होला नि त उसको बोली रहा एकदम अच्छा छ दुई भाइलाई भाइरल गराइदिने कुरा छ गणेश त भाइरल नै हो शरदलाई नि भाइरल गर्छु यो त लास्टको वाला हो कि यो चाहिँ एउटा सही हो लुक एट द लेग्स ल बवाल 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 ल He is the man, number 1 नै रहेछ नि फ्रम स्याउलीबाङ ल यो चाहिँ बेलुवादेखि बागदुलासम्मको 7 किलोमिटर लङ रेस चाहिँ हो अब धेरै पछिको प्रतियोगीहरूको त खिच्न पाएन हामी अगाडि छौँ नमस्कार ल Number 1 and number 27. La 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 la, keep the pace, keep the pace. Lower number 1. Hoka ko shoes लगाएर He's the one, la 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 la.
एकछिन रोक किन हतार फिनिसिङ 100 मा हान्नुस् त लास्ट यही हो बेला यही हो खिच्यो 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 टाङ लामो छ सक्छ ल खिच्यो 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 ल सेकेन्ड ल फर्स्टको त्यहाँ हुनुहुन्छ ल फर्स्ट र सेकेन्डको बिचमा खासै ग्याप छैन है ठिक छ ठिक छ ठिक छ ओ ल सेकेन्ड is the first मिनेट कति भयो 29:35 मेरो भने यो टाइम चाहिँ अहिले 30 भयो झन्नै 4 को त्यसमा पर किलो कति किलोमिटर हो त्यहाँबाट 7 माइलले कन्भर्ट गर्नु 4.7 7 किलोमिटर टोटल कति वर्ष हुनुभयो तपाईँ कति वर्ष हुनुभयो तपाईँ म 47 वर्ष तपाईँ चाहिँ फिजिक भइहाल्छ ल कहाँ पर्यो स्याउली कति मिनेटमा कभर गर्नुभयो 29 मिनेट 34 सेकेन्डमा कति किलोमिटर अरू त के आउला अब बागदुलामा आइपुगेका छौँ यता खलगा जाने बाटो रिबनहरू साथीहरूले राख्दै हुनुहुन्छ कतिमा आउनुभयो कतिमा आउनुभयो तपाईँ फिफ्थ ल कहिले फर्स्ट भइन्छ कहिले सेकेन्ड कहिले अनि इन्ज्योर भएको छ अनि घरमै बसिरहनुहुन्छ कि यस्तै रनिङ सनिङ चाहिँ गर्दै हिँड्ने अब एकल गोरु हजुर हजुर अहिले भइसकेको छन् अहिले लेकतिर छन् अब भोलि खानु केही छैन अनि केटाकेटीहरू छोरी साउथ एसियन गेम 13औं साउथ एसियन गेममा कुन इभेन्ट हो साइकल रनिङ दुवाठोलामा सेकेन्ड मेडलिस्ट हो साउथ एसियन नेसनल गेम त 7कै जितेको छ साइकल रनिङहरूमा बास्केट रनिङ सिटहरू खेलेको अनि छोराहरू छोरा त भर्खर छ त्यसलाई नि गराउनु पर्ला भनेको छु आफू यति प्लेयरम्यान भएको त गर्नु नै जरुरी छ नि त तपाईँको चाहिँ एउटा प्रतिनिधित्व चाहिँ गराउनु पर्यो नि होइन र विशेष अब छोरीले गरी म खेलको सुरुवाती चरणमा म नै भएँ हजुर हजुर हाम्रो अग्रजहरू नभएको कारणले गर्दा हजुर हजुर मैले बुझेँ उसलाई प्र्याक्टिकल्ली अहिले साउथ एसियनमा पनि सेकेन्ड मेडल दिन चाहिँ सफल भयो हजुर हजुर 13औं उसमा चाहिँ साउथ एसियन गेममा हजुर सेकेन्ड भएको थियो कोभिड अगाडि कति वर्ष छोरी कति वर्ष छोरी अहिले 26-27 ब्याचलर
पास गरी सानो छ सानो कलेज अनि पढ्दै गर्ने अनि चाहिँ गेम पनि खेल्ने पढाइसकेर पछि गर्दा त फेरि उमेर पनि जान्छ सबैले सँगसँगै मिलाएर लैजानु पर्यो नभए त ती कुराबाट त वञ्चित भइन्छ पढाइले सफल हुन्छ भन्ने होइन आफ्नो के छ त्यो पनि खोज्नु अनि जीविकोपार्जनको माध्यम नै त्यही खेलबाटै जीविकोपार्जन हुन्छ अब साउथ एसियनमा फर्स्टलाई 9 दिएको थियो सेकेन्डलाई 9 लाख केपीले नै घोषणा गरेको थियो अनि म होइन छोरी सेकेन्ड भयो म त त्यो बेला एथलेटिक्सको अरे त्यो पनि सुबर्णो मौका हो तपाईँलाई सिक्न पाउनु भयो नि कोर्स गरेको थियो 1 हप्ते अनि त्यसमा फर्स्ट डिभिजन पास गरेर कति सब गर्नै नदिएर लाउनु पर्ने अब 300 जनाको लिस्ट लगेर भत्तापुरीमा गइयो 600 जनाको लगेर गएछ 300 ले पाए 300 को हरायो के गर्नु त्यो सदस्य सचिवको त्यही भएर सिकिरहेको छ प्रशिक्षित भएर के गर्छु त्यो म पनि हामीलाई डुने हो कि जस्तै हजुरले चाहिँ मसँग चाहिँ कुराकानी गर्नुभयो म एउटा अम्पायरको नाताले हजुरले मैले सोधिरहेको छु म पनि हजुरको 42 सालदेखि म चाहिँ यस प्युठान जिल्लाको चाहिँ च्याम्पियन प्लेयर मान्छे हो र म 43 सालमा म नेसनल गेममा गएँ भलिबल प्लस हाइट मेरो चाहिँ रेकर्डिङ भनेको 5 फिट 11 इन्च यहाँ हामी जुरामा नाग्ने उहाँ एउटा लट्ठी हुन्थ्यो है है त्यस्तै हुँदै पनि अहिले म चाहिँ सीताराम चौधरी धनराम हजुर एकदम बिल्कुलै अनि हाम्रो पनि गुन्ड माननाले म्याराथन उहाँ र म सँगै खेलेको हजुर एकदम बिल्कुल साथीहरू हो यहाँ अन्त केटा भाइब दियो अन्त त्यो पुरै जस्तो छ नि त ल अब चिनाजानी भयो र मेरो नाम सुरेश पोखरेल हो घर चाहिँ हजुर मेरो पढी मैले अघि सोधिसकेँ फर्स्टमै धेरै 4 वर्ष जेठो हुनु चाहिँ म 3 वर्ष र पनि यहाँ अच्छालाई युवालाई भन्नु न अच्छा युवा खर्कालाई साइड लगाएर विषयमा युवाहरूले के गर्नुपर्छ भन्छ कम्तीमा गर्न नहुने कुरा भन्दिनुहोस् परो अब दैनिक खानपान नियमित व्यायाम गर्नु पर्यो अनि अब यो जङ्क फुडहरूबाट टाढा रहनु पर्यो अनि अब डेली एउटा सेड्युल बनाएर म गर्छु केही म जन्मेर धरतीमा मर्नको लागि मात्र जन्मेको होइन मैले केही गर्नको लागि र मेरो छुट्टै पहिचान र मैले केही छाप छोड्नुपर्छ मेरो अस्तित्व देखाउनु पर्छ भन्ने खालको भावना लिएर अगाडि जानुपर्छ तर यो समाज नै त्यस्तो खालको छ कि विकृति सङ्गतितिर उद्धत हुने राम्रो पोजिटिभ कुरातिर त्यतिका कारवाही नगर्ने जस्तो यहाँबाट पुलिसले माथि पुलिसमा मेसेज पठाउनु भयो रहेछ अनि हामी दौडिन्थ्यौँ मेरो भाइले दिए रहेछ उसले त्यसपछि त्यो हेरेर आएँ यो जानकारी छैन कमसेकम मैले कति माण्डवी एफएमहरू सुने त्यहाँ आउँछ कि भनेर तर विज्ञापनहरू पनि दिइएन त्यसले गर्दा यो भनेको त सोसाइटीको पनि कमजोरी हो नि कमसेकम प्रचार प्रसार अनि एउटा फ्ल्याक्स बनाएर गाडीको पछाडि सानो यसो स्टिकर राखिदिएको भए पनि त देखिन्थ्यो आइन्थ्यो नि भाग्यवश आफूले थाहा पाएर आइयो नभएदेखि यो प्रचार प्रसार गर्ने अरूको पनि त्यो जागरुकता छैन के यो हाम्रै कारणले गर्दाखेरि युवाहरू यो कुलतमा अनि त्यसपछि यो दैनिकी भद्रगोल अवस्थामा पुगेका हुन् भन्ने मलाई लाग्छ हामीले गर्ने कुरा त एकदमै आकाशका तारा झार्छौँ तर व्यवहारमा चाहिँ जेरोभन्दा पनि लुजर के
हो के त गर्ने के भएर आज खाइदिउँ न एक बोतल लगाइदिउँ साथी छ भएन भोलि त्यसो गरेर लट बस्यो ल के गर्नु छ र सबै त्यस्तै त छन् भन लाग्यो त्यतैतिर अनि गयो भैँसी हान्नेमा उसले भेन्डीबाजै अडी बेलुवादेखि बागदुलासम्म 7 किलोमिटर लामो दौडमा भाग लिने प्रतियोगी खेलाडीहरू उपस्थित हुनुभएका यस कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न क्षेत्रबाट पाल्नुभएका प्रतिनिधिहरू र उपस्थित सम्पूर्ण खेलप्रेमी खेलाडी र उपस्थित सम्पूर्णमा युवा हित मञ्च प्युठानको तर्फबाट हामी हार्दिक स्वागत गर्न चाहन्छौँ र यस खेलमा भाग लिनुहुने नेपाल कम्युनिस्ट पार्टी एमालेका पार्टी अध्यक्ष विजयराज विष्ट, जिल्ला अस्पताल प्युठानका मेडिकल सुपरिन्टेन्डेन्ट ओम अर्याल, बिजुवार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लगायतका सामाजिक व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू, खेलाडीहरू र विभिन्न क्षेत्र र तह र तबकाबाट यस खेलमा भाग लिनुहुने र यस खेलको निम्ति आर्थिक नैतिक हरेक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरूलाई युवा हित मञ्च प्युठान हार्दिक धन्यवाद दिन चाहन्छ। वास्तवमा खेल भन्ने कुरा कुनै उमेरले छेक्दैन, उमेरको हदबन्दी हुँदैन खेलमा र खेल जुनसुकै क्षेत्रका र जुनसुकै उमेर समूहका मान्छेहरू खेल खेल्न सक्छन् र खेलले चाहिँ शारीरिक मानसिक वृत्ति विकास गर्छ, खेलले चाहिँ आफ्नो आत्मविश्वास बढाउँछ। खेल वास्तवमा सबै उमेर समूहको लागि चाहिँ एउटा सुन्दर आफ्नो चाहिँ स्वास्थ्यलाई चाहिँ सुस्त तन्दुरुस्त राख्नु निम्ति खेल चाहिँ अपरिहार्य छ। खेलाडी मित्रहरू, अन्य दर्शकहरू, सामाजिक व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छौँ भन्ने चाहिँ फेरि पनि म आफ्नो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र अब हामी खेललाई चाहिँ अब समापनतिर लागिरहेका छौँ। यस चाहिँ खुल्ला दौड प्रतियोगितामा चाहिँ प्रथम स्थानमा हुनुहुन्छ दामोदर बुढा मगर। उहाँले चाहिँ कुवाडी बेलुवादेखि बागडुलासम्म 7 किलोमिटर लामो दौड चाहिँ 29 मिनट 34 सेकेन्डमा पार गर्नुभएको छ। उहाँलाई फेरि हामी एकचोटि सबैले चाहिँ ताली पड्काएर चाहिँ स्वागत गर्न निम्ति हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँ 47 वर्षको मान्छेले हामी सबै युवाहरूलाई खिचेर अगाडि आउनुभएको छ। प्रथम स्थान हात मार्न सफल हुनुभएको छ। उहाँलाई फेरि एकपल्ट तालीले स्वागत गर्न निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ चाहिँ वास्तवमा दामोदर बुढा मगर चाहिँ हामी युवाहरूको पनि प्रेरणाको स्रोत हुनुभएको छ। कति हौ 17 1 घन्टामा त राम्रो हो नि। यस गेममा पाल्नुहुने हाम्रा अग्रज आदरणीय दाईहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दाई विजयराज विष्टलाई केही खेलकुद सम्बन्धी केही चाहिँ महत्त्वपूर्ण कुराहरू राख्ने निम्ति म हार्दिक अनुरोध। आयोजक साथीहरू, प्युठान नगरपालिका 1बाट सुरु भएको खुल्ला दौड प्रतियोगिता प्युठान नगरपालिकाको यो 7 नम्बर वाडाको यो बागदुलाको चोकमा यो कार्यक्रम समापन हुँदै गरेको छ। मूलतः यो कार्यक्रममा यो दौडमा सहभागी बन्नुहुने र यो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुहुने नौबैनी गाउँपालिका वार्ड नम्बर 1 सेउलीबाङ, जो हाम्रो प्युठान जिल्लाको अत्यन्तै सीमा बागलुङ र प्युठानको एकदम सिमाना पर्ने हाम्रो एउटा सुन्दर गाउँ सेउलीबाङ भाग लिन आउनुभएका आज बागदुलाबाट क्वाडी हिँडेर जानुभयो। क्वाडीबाट दौडेर चाहिँ सबै साथीहरूलाई जितेर पहिलो स्थान प्राप्त गर्नुभयो। दामोदर बुढा, उहाँलाई म हार्दिक बधाई, एकदम धन्यवाद, एकदम के भनौँ धेरै धेरै विशेष बधाई छ। त्यसै गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी र हामी सिभिलियनहरू पनि एकछिन दौड्यौँ। हाम्रो सशस्त्र प्रहरी बलको प्रतियोगीहरूले दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभएको छ। त्यसै गरी नेपाल प्रहरीका प्रहरी निरीक्षक चुडामणि सर यहाँसम्म आइपुग्नुभयो र सबैलाई हौसला प्रदान गर्नुभयो। उहाँको निम्ति उहाँलाई पनि एकदम बधाई दिन चाहन्छौँ। र प्युठान जिल्ला अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डाक्टर साहब डाक्टर ओम अर्याल, उहाँले पनि यहाँ चाहिँ सहभागिता जनाउनु भयो। निर्माण व्यवसायी सङ्घका अध्यक्ष लगायत चाहिँ हामी व्यक्तित्वहरू यहाँ चाहिँ सहभागी बन्यौँ। यो युवा हित मञ्चले आफ्नो स्थापना कालदेखि नै विभिन्न किसिमका सामाजिक क्रियाकलापहरूमा आफूलाई
संलग्नता गराएको छ। यो निकै राम्रो प्रतियोगिता राखेकोमा युवा हित मञ्चलाई मेरो तर्फबाट यहाँ पार्टी नबनो पार्टी भनेर बोलाउनु भयो। म पनि बिहानी पदयात्री हाम्रो प्युठानको चाहिँ बिहानको एउटा समूह छ, हाम्रा चाहिँ साथीहरू हुनुहुन्छ। हामी विगत 6 वर्षदेखि कन्टिन्यू हामी चाहिँ प्युठान जिल्लाका 38 वटा रुटहरूमा हामी चाहिँ विभिन्न हिसाबले हिँड्ने गरेका छौँ। यो बिहानी पदयात्रीको तर्फबाट पनि तपाईँहरूलाई यो युवा हित मञ्चले आयोजना गरेकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौँ र पुनः एकपटक आज प्रतियोगितामा भाग लिने र प्रथम, दोस्रो, तेस्रो र सहभागी सबै हुने साथीहरूलाई एकदम हार्दिक बधाई दिन चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु। युवा हित मञ्चले गरेको कामको सराहनीय कामलाई म एकदम हृदयदेखि प्रशंसा दिन चाहन्छु र आजको अम्पायर रेफ्रीको रूपमा चाहिँ हाम्रो चाहिँ उपस्थित हुनुहुने पूर्व चाहिँ राष्ट्रिय खेलाडी, हाइजम्पका चाहिँ राष्ट्रिय खेलाडी जसको रेकर्ड 5 फिट 11 इन्च होला नाग्ने चाहिँ हाम्रो प्युठानको चाहिँ हुनुहुन्छ सुरेश पोखरेल। उहाँ लगायतको सबै सशस्त्र प्रहरी, नेपाल प्रहरी र सबै साथीहरूलाई प्रति हार्दिक आभार प्रकट गर्दै म मेरो भनाइहरू यही अन्त गर्छु। हवस् त, नमस्कार। आफ्नो भनाइ राख्ने निम्ति हार्दिक अनुरोध। नमस्कार, धन्यवाद मुक्तिजी। युवा हित मञ्च प्युठानको आयोजनमा यो लङ रन जुन गुवाहाटीदेखि यहाँसम्मको 7 किलोमिटरको यात्रामा उपस्थित सम्पूर्ण सरकारी कार्यालयमा कार्यरत साथीहरू उपस्थित विभिन्न राजनीतिक दलका नेतृत्ववर्गहरू, विभिन्न पेसा र व्यवसायमा आबद्ध भएर चाहिँ लाइफ इज मोसन इज लाइफ भन्छ। म पनि एउटा पार्टिसिपेन्टको रूपमा सुरुवाती गरेँ र साथीहरूलाई अगाडि बढाएर हौसला दिने कोसिस गरेँ। जुन साथीहरूले प्रथम, द्वितीय, तृतीय भएर साथै यो 7 किलोमिटरको लामो दौरान चाहिँ दूरी पार गर्नुभयो, उहाँलाई बधाईको पात्र हुनुहुन्छ। खानपानमा हामीले ध्यान दिनुपर्ने हुन्छ, नियमित व्यायाम गर्नुपर्ने हुन्छ। प्रत्येक दिन, प्रत्येक मोमेन्ट हामीले समय छ भनेदेखि हामीले अलिकति हिँडेर पुग्ने ठाउँ छ भनेदेखि हामीले बाइकमा होइन, गाडीमा होइन, हाम्रो खुट्टालाई नै अलि अगाडि बढाएर 10 पाइला मात्रै बढी हिँड्न सक्यो भनेदेखि हामीले हाम्रो जिउलाई चाहिँ स्वस्थ हेल्दी बनाउन सक्छौँ। खाएको खानेकुरा पच्छ, सुत्दाखेरि चाँडो निद्रा लाग्छ, नेगेटिभ सोचाइ आउँदैन, हाम्रो शरीर चाहिँ एकदम तन्दुरुस्त बन्छ भन्दै जुन यो आयोजक कमिटीले यो युवा हित मञ्चले मलाई चाहिँ यो प्रतियोगितामा भाग लिने सवालमा साथीहरूलाई चाहिँ प्रोत्साहन र हौसला दिनको लागि भनेर डाक्टर सर आइदिनुपर्छ भनेर उहाँले जुन मलाई आमन्त्रित गर्नुभयो, यहाँहरूप्रति धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद। एकता र मेलको लागि पनि हो, वास्तवमा खेल भनेको अनुशासनको लागि पनि हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ। तालीले सम्पूर्ण उपस्थित सबैले चाहिँ तालीले सम्मान गर्ने निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी द्वितीय पुरस्कार चाहिँ वितरण गर्न निम्ति जिल्ला अस्पताल प्युठानका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ओमर सरलाई चाहिँ द्वितीय पुरस्कारले चाहिँ दिनको निम्ति हार्दिक अनुरोध गर्छु। तालीमा पनि छोड नगर्नुहोस् आदरणीय उपस्थित सम्पूर्णहरू। तृतीय पुरस्कार दिने निम्ति आदरणीय दाई विजयराज विष्णुलाई हार्दिक अनुरोध। विजय दादा विजय दादाबाट
यस कार्यक्रम यही समापन भएको घोषणा गर्दछु।